गुड मर्निङ गाइज गुड मर्निङ रे। अब बेलुका भइसक्यो अनि अहिले चाहिँ हामी टक्क साइकल स्ट्यान्ड गर्नु गइरहेको छौँ। अनि अहिले चाहिँ आफ्टरनुन भन्नु त जे नभए नि होइन। अनि अहिले चाहिँ हामी टक्क साइकलमा गइरहेको छौँ। साइकल पनि बिग्रेको हालत छ। अनि अहिले चाहिँ टक्क लाएर वेदर चाहिँ यस्तो भइरहेको छ हाम्रो घरको। टक्क वेदर चाहिँ टक्क यस्तो भइरहेको छ। अनि अहिले म चाहिँ टक्क साइकल दबाउनु गइरहेको छु। यहाँको यो नटको ग्रिप नि गइरहेको छ। अनि यो ह्यान्डल बाङ्गिने धेरै चान्स छ। अनि यहाँको अगाडिको ब्रेक मात्रै छ, पछाडिको भाँचिएको छ। यहाँ पछाडिको भाँचिएको छ, अगाडिको गइसकेको छ। अनि टक्क अहिले चाहिँ साइकल लिएर उकालो स्कुल डाँडातिर गइरहेको छु। अनि टक्क लगाएर अहिले चाहिँ म माथितिर भेटौँला। अहिले चाहिँ थ्याङ्क यू। अब गएछु हामी चाहिँ अहिले स्कुल डाँडा सारा आएर है अहिले चाहिँ चर्चा खाजा खाँदैछौँ। बेलुका 5 बजी पनि सक्यो। अनि अहिले चाहिँ टक्क लगाएर अब चाहिँ टक्क सिक्ने हो सिस्टम। अनि अहिले चाहिँ खाजा खाएर अहिले अघिको त अलिकति ह्यान्डलको प्रब्लम थियो, ह्यान्डल टाइट गरेर अहिले यहाँ छौँ हामी। अनि अब चाहिँ भिडियोतिर तर्फतिर भेटौँला गाइज है। Around me, just need you right here. You're like the only thing that I see. It's crystal clear, and I want you to come claim it. I do. What are you waiting for? Yeah, I want you to name it. I do. Want you to make it yours. It's like supernatural. Stars possess me. अहिले त अँध्यारो पनि भइसक्यो। अब चाहिँ घरतिर लाग्ने बेला नि भइसक्यो। अनि यता हाम्रो क्यामेरा चाहिँ अलिकति खतम गर्नु भएछ। भिडियो चाहिँ अलिकति एङ्गल खिच्नु जानु भएन छ, केही छैन, ठिकै छ। त्यो पनि यतिको गर्नुभयो हो, त्यही अब त्यसमै खुसी हुनुपर्छ है। यतिको अब कोही छैन नि त। अब अहिले फर्स्ट डे पनि हो, त्यति राम्रो भिडियो नहुनसक्छ। बिस्तारै राम्रो ल्याउने कोसिसमा छु म। अनि अहिले चाहिँ यस्तो भइसक्यो क्या, यस्तो टक्क राति भइसक्यो, अलिअलि मात्रै देखिनेछ। अनि अब आँखाले त देखिन्छ, अब भिडियो बनाऊँ भने नि क्यामेरामा राम्रोसँग आउँदैन। अनि टक्क लगाएर अहिले चाहिँ अब भोलि हलेसी जान्छौँ। भोलिको पनि भ्लग आउँछ। अनि भोलि हलेसी गएपछि पर्सि घर आउँछौँ। अनि भोलि हलेसीतिर यिनीहरूको के भन्छ यो ब्रेकहरू पनि उता हेर्छौँ, छ भने ल्याउँछौँ, नभए या त छैन रहेछ। यहाँ अब यसकै सेटको चाहिँ छैन रहेछ। अनि त्यही माथि यहाँ अलिक राम्रो पनि हुँदैन, अलिकति ठौदार पनि छन्। अनि अहिले चाहिँ टक्क लगाएर अब भोलिको भ्लगमा भेटौँला। भोलि नभए नि पर्सि जसरी नै आउनेछ मेरो भिडियो चाहिँ भ्लग एउटा टक्क लगाएर। अनि पर्सि आउँछ, पर्सि मन्दिर पूजा गरेर अनि टक्क हामी फर्किन्छौँ। अनि अहिलेको लागि चाहिँ थ्याङ्क यू सो मच फर वाचिङ भिडियो। सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला। अनि सेयर पनि गर्नु होला, कमेन्ट 1-2 वटा केही टाइप गरेर छोडिदिनु होला। आउनु गएको छ त्यतिमा धन्यवाद तपाईँलाई है।